नमस्कार, जय श्रीराम अल साथी। उहाँ भाइले के भनिरहेको त्यो कुरो सुनौँ। आन्दोलन गर्नु छ भने बङ्गलादेशमा गएर गर। यो सबै यहाँ धर्मको लागि सबैको समान छ। हामीले त हाम्रो नेपालीसँग त केही भनेको छैन नि। जुन समुदायको पनि छ भने हामीले फरक परेन। उनीहरूसँग झगडा त गरेका छैन। हामी बङ्गलादेशी जो घुसपैठी नेपालमा भएको छ, रोहिङ्ग्याहरू हैन, म्यानमार र बङ्गलादेशीहरू जुन छ उनीहरूलाई पनि त हामी कारबाही गर्न सक्छौँ नि। उसको लागि त भिडियो बनाउन सक्दैनौ तिमी हैन। बनाउन सक्छौ भने यो सेयर गर्नु होला सबै साथी। बनाउन सक्छौ भने उसको लागि पनि भिडियो बनाऊ न। इराक इजरायलमा जब युद्ध हुँदाखेरि नेपालमा अरू समुदायको साथीभाइहरूले पनि यति आन्दोलन गर्यो, त्यसमा तिम्रो मुखमा बोली फुटेन। त्यो मुखमा के भएको थियो? गाली गर्दिन, किन गाली गर्नै आउँदैन। अनि अर्को कुरा, हाम्रो नेपाल राष्ट्र झन्डालाई हरियो झन्डामा परिवर्तन गर्दाखेरि तिम्रो मुख कहाँ थियो? चुलोमा थियो कि कहाँ थियो? त्यो बेला बोल्न सकेछौ र? नेपाली भन्छौ हैन, नेपाली हो भनेर। हेर साथी, जताभावी भिडियो भाइरल हुनको लागि भिडियो नबनाऊ हैन। यो जुन हामीले नेपालको साथीभाइले जुन विरोध गरेका छ नि, एउटा हिन्दू भनेर मारेको छ, जलाएर 7 वर्षको बच्चीलाई पनि जलाएर मारेको छ, यसको विरोध गरेका छौ। तर हामी बङ्गलादेशमा जान त सक्दैनौँ। बङ्गाली हाम्रो देशमा छन्, उनीहरूलाई किन बस्न दियो हाम्रो देशमा? दिमाग लाग्दैन तिमीलाई? कस्तो मान्छे यो भाइको कुरा सुनौँ सबैजनाले, भिडियो सेयर गर्नु। जति पनि साथीहरूले बङ्गलादेशको घटनालाई लिएर नेपालमा आन्दोलन गरिरहेको छ नि, म उहाँहरूलाई के भन्न चाहन्छु भने यो नेपाल हो, यहाँ सबै धर्मको आफ्नो अधिकार छ। तिमीहरूले चित्त बुझ्दैन भने बङ्गलादेशमा गएर आन्दोलन गर, होइन भने बङ्गालीको जस्तो व्यवहार नदेखा, बुझ्यो?